मलाई चाहिँ नि गाइस थरीथरीको पकवानहरू बनाएर धेरै राम्रो लाग्दछ र आज सोचे हजुरहरूको माझमा पनि सानो रेसिपी भिडियो लिएर आएको छु। देख्न सक्नुहुन्छ पहिले त मैले पिठो र अलिकति आटा मिक्स गरेर एउटा बलमा भिजाएर राखेको दिएको थिएँ र उसको बादमा अलिकति नमक पनि एड गरेँ है। र मलाई चाहिँ स्विट यति मन पर्दैन त्यसैले चिनी हालिनँ र हजुरहरू चाहिँ निमकको जग्गामा चिनी पनि एड गर्न सक्नुहुन्छ। र तावा गरम भएको बादमा 1 चम्मच तेल पनि हालिदिएको छु। त्यसको बादमा 1 डाडु यसरी पिठो अघि भिजाएर राखेको हालिदिएँ र डाडुले पनि यसरी मिलाएर बनाउन सकिन्छ। तर मलाई चाहिँ यो हाताले बनाएर जुन घेरो घेरो बस्छ नि हो त्यसरी बनाएको रोटी असाध्यै राम्रो लाग्छ। त्यसरी मैले चाहिँ हाताले नै बनाएको छु, देख्न सक्नुहुन्छ। र हजुरहरूमा चाहिँ यो गिलो रोटी कसलाई मन पर्छ प्लिज जनाउन नबिर्सिनु होला। र आज मैले भिडियो बनाएँ भनेर होला गाइस, यति राम्रो पनि भएन, हेर्नुहोस् न। र बनाएको बादमा यसरी छोपिदिएँ, एकछिन छोपेर अनि पल्टाएँ र एउटा एउटा गरेर सबैजनाको लागि बनाएँ, हेर्न सक्नुहुन्छ। र मलाई यो ठन्डा दिन आइकन नि गाइस एकदमै फास्ट फुडहरू खानमा एकदमै मन लागिरहेको छ कि। र सिजनको साथसाथै मलाई चाहिँ के भएको जे अब गर्मी दिन आएपछि यो सब मलाई हेर्नै मन लाग्दैन के भएको, र ठन्डा दिन आएपछि चाहिँ फेरि एकदम खान मन लागिरहेको छ। र म जस्तो हजुरहरू चाहिँ को हुनुहुन्छ प्लिज कमेन्ट गरेर जनाउनुहोस् ल। र मेरो लागि चाहिँ यता चटपटा पनि बनाएको छु। अलिकति बुट चाहिँ भिजाइ राखेको थियो र त्यसमा प्याज खोर्सानी र धनियाहरू काटेर एकदम सलाद जस्तो बनाएको छु, हेर्न सक्नुहुन्छ। र यता रोटी पनि रेडी। र यता मेरो फुपू आमै पनि आउनुभएको थियो अनि उहाँको लागि चिया र रोटी पनि दिएँ। र यता मेरो लागि पनि रेडी हुन्छ। त आजको लागि यति नै। आजको यो मेरो रेसिपी भिडियो कस्तो के लाग्यो जनाउन नबिर्सिनु होला।